उनीहरूले टाइम पास उनीहरूलाई चाहिन्छ युज गर्छन् त्यसपछि सक्यो तिमीहरूको जिन्दगी आइमीको जिन्दगी त्यस्तै बनाइन्छन् छोरा मान्छे त्यस्तो खालको हुन्छ छोरा मान्छे भनेको कुनै पनि हातमा त्यो भिड्दैनन् छोरा मान्छेको घर हुँदैन आइमीको थर हुँदैन हो छैन त्यही भएर छोरा मान्छेको घर पर्नु हुँदैन हो छोरा मान्छेको भर पर्नु हुँदैन एउटाको लिमिटमा एउटा बुढाको भर पर्नु पर्यो नि त अनि अब यो मेरो छोरो मान्छे दिनभरि कमाउन कहाँ जान्छ कोसँग बोल्छ कता कता जान्छ तर बेलुका घरमा आउँछ नि छोरी मान्छे त्यही तरिकाले बोल्दै कहाँ गएर बोल्दै त्यतै गर्दै गयो भने घरमा त भरे लोग्ने टिक्न दिँदैन अनि अहिलेको भिन्दैछ त पारा अहिलेको जेनेरेसन चेन्ज भयो अब अलिकति बुझ्ने सबैजना बुझ्ने भए त्यो भएर उ भइरहेको हो त्यही पनि मुटुमाथि ढुङ्गा राखेर छोडिरहेको हुन्छन् बुढाहरूले छोरी मान्छे आफ्नो बुढीहरूलाई बाहिर म त छोड्दिनँ म त छोड्दिनँ मेरो चाहिँ भनाइ के हो भनेदेखि बगैँचामा फलफुल सुन्नु बगैँचामा फलफुल लगाएपछि बारबेर गर्नुपर्छ बारबेर गऱ्यो भने जोगिन्छ त्यो बारबेर गऱ्यो भने त्यहाँ एउटा भुइँचालो आउँछ बाख्रा आउँछ बिरालो आउँछ छोरामा आइमेको बेजत आइमेले गरेछ तपाईँ छोरा मान्छेको बेजत छोरा मान्छे गरेको त्यो बेइज्जत गरेको भने कि त्यो सबै थाहा हुन्छ कि आइमै कस्तो हुन्छ आइमेलाई थाहा हुन्छ छोरा मान्छेको सोच कस्तो हुन्छ छोरा मान्छेलाई थाहा हुन्छ क्या त्यस्तो के कुरो त्यो बेइज्जत गर्नेको कुरै होइन नि कसैले पनि